अखिल नेपाल फुटबल सङ्घ एन्पाले महिला लिग छनौट प्रतियोगिता साउन 27 गतेदेखि सुरु गर्ने भएको छ। प्रतियोगितामा सहभागी हुने देशभरका 16 टिमले आधिकारिक रूपमा नाम दर्ता गराएको एन्फाले जानकारी दिएको छ। यो वर्षसहित स्मारक ए डिभिजनमा सहभागी 3 क्लबले दर्ता गराएका छन्। यसअघिको लिगमा पनि सहभागी बनेका सङ्कटा क्लब साथै एनआरटी र चर्च बोइजले पनि महिला लिगको टोलीमा दर्ता गराएका हुन्। एन्फाले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुने बाँकी टिमहरूमा बुटवल लुम्बिनी एफसी, छहारी युवा क्लब, चितलाग एफसी, एफसी रियाल, झापा एफसी, कन्काई खेलकुद प्रतिष्ठान, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी रहेका छन्। सहभागी 16 टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि हरेक समूहका शीर्ष टोलीले सिधै फाइनल चरण अर्थात् राष्ट्रिय महिला लिगमा स्थान बनाउने छ। त्यस्तै दोस्रो स्थानमा रहने टोलीहरूबीच पुनः राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा हुनेछ, जसबाट शीर्ष स्थानको टोलीले फाइनल चरणमा स्थान बनाउने छ। अघिल्लो संस्करण 3 विभागीय टोली नेपाल एपिएफ एफसी, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लब सँगै वालिङ नगरपालिका र बागमती युवा क्लबले लिगको सुपर स्टेजमा स्थान बनाएका थिए। यी टोलीले यसपालि सोझै फाइनल चरण खेल्नेछन्। छनौटबाट आएका 5 टोलीसहित कुल 10 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। छनौट प्रतियोगिताका लागि असार 20 गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने तय भएको छ। एन्फाले खेल तालिका साउन 16 गते सार्वजनिक गर्ने भएको छ।